हेलो एभ्रिवान, आज चाहिँ नेपालीको कन्सर्ट हो पोखराको रङ्गशालामा। त्यही भएर हामी जाँदैछौँ अब घरबाट रङ्गशाला। नेपालीको कन्सर्टमा जानको लागि यति धेरै जाम छ। हामी आइपुग्यौँ। अब चाहिँ फाइनली हामी चाहिँ अब 23 मिनट्समा कन्सर्ट स्टार्ट हुन्छ। यहाँ छौँ। गंगामा सेती गंगामा काली गंगामा राफ्टिङ गयो भने त बर्बाद भयो। कपिराइटको डरले भिडियो यस्तै राख्नु पर्यो। मनमा यो रातो र चन्द्र सूर्य झण्डा फहराइरहेको छ। यो हृदयभरि लिएर जानेछौँ। बिस्तारै बिस्तारै जानु होला। भाग्यमा भयो भने फेरि भेटौँला। ल हाम्रो गाइजहरुसँग भेट भएको छ। हामी चाहिँ कन्सर्टमा गएर एकदम रमाइलो गरेर अब चाहिँ रेस्टुरेन्टमा केही खानको लागि भनेर बसिरहेको छौँ। एकदमै प्याक छ बाटो चाहिँ। त्यही हो। हाउ इज योर एक्सपिरियन्स? इट वाज भेरी फन, एनर्जेटिक, इन्टरटेनिङ। हाउ इज योर एक्सपिरियन्स? इट वाज सो नाइस। अन्त हामी ल छ मैले अघि भयो भरको सब इनर्जी त्यहीँनिर आएर ढालेर अब यहाँ आयौँ। ल अब सबैजना राम्रोसँग सुतौँ। गुड नाइट फर टुडे। थ्याङ्क यू फर वाचिङ। बाई।